अलरेडी आजको भ्लग चाहिँ यसरी सुरु रहेछ। हामी 4 जना केटाहरू हिजोकै ग्रुप अब यामाहाको टी-सर्टहरु लाएर सबै ब्लू, मैले क्याप पनि ब्लू लाछु, जिन्स पनि ब्लू नै लाछु। हेलो, म चाहिँ सिधै खाडीबाट है। ओके, खाडीबाट गाडीमा बियोस होला जस्तो फिल भएको छैन, अलि भइरहेको। अनि अब हामी कहाँ जान्छौँ? फर्स्टमा त यो बोरा सोरा के छ देखाइदिनु न हल्का। यो बोरा सोरा के छ यसलाई बन्दोबस्त हान्नु पर्छ। दाइको के काम हो यो, त्यो गरौँ पहिला। अनि ला मेरो गिटार ल्याइन है, छोडेर पछि गरौँ ला। अनि यसो चिसो खाना डाँडातिर जाऊँ। तपाईँ कहाँ भन्नुहुन्छ? हिँडौँ कहाँ पाइन्छ? ल ठिक छ, अहिले प्लानमा आउने होइन, हिँड्ने अनि बल्ल प्लानमा आउने हो। ल ठिक छ, क्यामेरा छोपिदिनु न। कहाँ निकाल्छौ त? उसले एक्लै सक्छ हौ। उसले एक्लै सक्छ। मैले त ताने लिएर आयो तलसम्म। दाँतले उचाले हो। बाबु चल्दिम। ल दाजु ल। शेर अघि त सुन्नु कुटी राख्दिनु ल। यो धान चाहिँ के गर्नुपर्ने हो? यो धानलाई चाहिँ अब चामल बनाउने। चामल ए म पछाडि आऊँ? तिमी अगाडि जाऊ, म पछाडि। बिचमा राख्नु त स्पिकर है। हिजो हाम्रो स्पिकर कनेक्ट भएको छैन नि, आज चाहिँ हामीले घरबाट स्पिकर बोकेर आएको छौँ यहाँ गाडीसँग कनेक्ट नभएर। दाजु के हो त्यो? ओम नमः शिवाय। आजको शुभ साइत। हाम्रो यामाहा टोलीमा नयाँ मेम्बरको एन्ट्री। रियल यामाहा। रियल बोस। नमस्ते गर्छ। नमस्ते गर नि तिमी देखिरहौ। नमस्ते गर। जी गर। अब त के हो दाइ? जी गर्छौ? जी गर। जी। यहाँ बरु चिल छ है, हल्का माहौल। तलतिर त गर्मीले मरेर। बाबु बाल छ यहाँ। आऊ यता आऊ। आऊ। कति क्लासमा पढ्छौ तिमी? 7 कुन स्कुल? आदर्श। यहाँबाट धेरै टाढा बस्छु। तिमी चाहिँ कहाँ बस्छौ? गजुरी। ए गजुरी हो घर तिम्रो, घुम्न आएको? यहाँ नरसिंह धाम मन्दिर छ नि। ए कहिलेको नरसिंह धाम गएको? गर नै आइसके? गएर आइसके? भिड कतिको छ त्यहाँ? भिड हिजो जस्तै छ। हिजो अस्ति भने हिजो कतिको थियो? हिजो यति थियो आमामा। आम्मामा, किन धेरै छ? हिजो त मान्छे गाह्रो नि त त्यहाँको यार, गर्मी भएर। हावा तिमीले? हिजो मान्छे मर्यो भने त्यही त। गा होइन। ल भयो, एकछिन म खेल्छु है। ल त जाऊ तिमी जाऊ। यस्तो गरिदेऊ हिमाल जुनियर। दाइ, तपाईँ त जहाँ पनि रमाइलो गरिदिने यार। यहाँ अर्को खेलाडी यसरी आइरह। तिमी चढ्ने? तिमी चढ्ने हो? चढ नि त नि, म बस्छु तल। ल त्यो पिङतिर जाल है। गाललाई तपाईँको बिजुलीको तार बनाउने मैले स्कोप देखिरहेको छु है। काम चाहिँ हुनु पर्यो। काम चाहिँ नि गर्ने। त हिमाल त जतिकै मजा लिइरहेको त तिमीले। पुरै फिल्ममा हात के हो? आम आउनु दाइ आउनु ल। मेन रमाइलो गर्ने मान्छे त फेरि रकेट हो फेरि। रकेट। अब फर्किने त दाइ 360 ओइट मार्यो यार, खायो। उफ ओहो दाजु ल फर्किन्छ। माथि छुन्छ होला। दाइ हात छोडेर
बिस्तारै ल मुस्कान हेर मुस्कान भन्ने बित्तिकै हात जोड्यो यार ओ मुस्कान पासा जानुहोस् हजुर हिरो बोइजली बोइज के आएको तिमीले यो कसले किन्दे अर्कै मान्छेलाई किन्न लाग्यो ए त्यो अघि को आन्टीबाट हात तानिरहेको छ उसको स्याल त्यसले त्यो देख्यो चिसो अनि त्यही भएर चाहिँ त्यो अब त्यो तान्छ छोड्दै के चिसो भ्याइसक्यो अहिलेको कोक भ्याइसक्यो मलाई दिइरह यार त्यसले त्यो खाने छोरा कसको हो त्यो एकताल सुइरो हालेछ नि अँ एकचोटि पनि मुखबाट निकाल्दै हो भन्छट शेर आज चाहिँ मुख चाहिँ नत्र भने हो नि एकचोटि पनि त्यसले मुख आज त्यहाँ तलबाट माछा माग्छ ऊ अरू पनि छ नि त ए त्यो उठाउन लाग्यो छोड्दै के हुन्छ ल चियर्स ए देखो ए मलाई ल थ्याङ्क यू यो पनि ब्लू नै रहेछ केटा ल त्यो फ्रुटीहरू लिग्यो ठिक छ ए उसमा त फ्रिजभित्र राखेको छु ए हो ल सरर पानी घटा बेनीको बजार माया लाउन लेख्यार छ दैवले चुरा दाइलाई के डर भन्ने कुरा छैन क्या दाइको माउन्टेन ड्यू खान्छ डिक्सनरीमा त्यो वर्ड छैन यार ब्रेकफास्टमा माउन्टेन ड्यू खान्छ दाइले हिजो छैन कुन टक्क धान बाफ रे तपाईँको के जक्सन हेर्ने कुन जक्सन हो तपाईँ केटाहरू मिलेर बस्ने ठाउँ देखिन्छ ल देखाउनु त भाइसँग किपअप गर्ने गाह्रो भयो यार यो ट्याङ्कीभित्र त होइन नि ट्याङ्कीभित्र नभन्नु नि फेरि पानी फालेर ठाउँ देखाइन्छ ल देखाउनु त त्यो रुख चढ्ने होइन अँ अनि गएर यहाँ मुनि कुना बस्ने हो क्या ए त्यहाँ ठाउँ छ यहाँबाट किलो चढेर तिमी सपनीमा आउँछु भनेको थियो होइन तर अफसोस म खुसीले निदाउनै सकिनँ कसैको केही जित्नु छ भने मन जित्ने प्रयास गर्नुहोस् महोदय होइन किनकि दुनियाँ जितेर त हिटलर पनि खाली हात गएको थियो यो आफै लेख्यो हो तपाईँले धुमधुम आउनु भाइ म हिरा त्यागेको मान्छे हो तिमी नडराउ सुन चाँदी देख्दा खासै मन लोभिँदैन मारे यार मै देखेर ल अब चाहिँ हिँड्यो अब कहाँ जाने अब हाम्रो हिमालजीले जता जता लिड गर्नुहुन्छ हामीलाई हिमाल दाइ लिड गरिरहनु भएको छ अगाडि पनि अहिले हामी वर्कसप जाँदैछौँ मम्मीलाई भेट्न यहाँको समोसा हान्नु पऱ्यो दाइ हिरोनीको वर्क प्लेसमा आइसक्यौँ के गर्नु भएको तपाईँले म यहाँ बसिरहेको बसिरहेको छु समोसा खानु पऱ्यो छु कार्यक्रमबाट बिदा हुन चाहन्छु है हस् त गाडी यहाँ राख्न मिल्दैन ल ल त्यो समोसा खाने कि के हो समोसा खाने जाम हामी त्यहीँ म काई जुमललाई खा जुमल कहाँ काई जुमन घर गयो आज घर गयो आज उता पुरा सपिङ गरेर यहाँबाट पैसा लिएर गएर सपिङ गरेर घरमा चाहिने कुराहरू किनेर होइन त्यसको छुट्टै पुरा के हो ब्लू हो नि आज हाम्रो सबले यामा हाल्ला छ हेर्नु न त नि मैले पनि यामा हाल्ला छु म पनि उसले पनि तपाईँको त्यो निलो ओहो उयो प्लास्टिक निलो छ भनिदिनु हामी तपाईँ त बाबुलाई लिएर गएर माथि 1-1.5 घन्टै बस्यो है अँ ल ठिक छ कति लट हालेको यो सिधी छ बिहानको लट ठिक छ ल तातो त खाइन्छ अब तातै खाने त्यहाँ 4 बजे तर तातै ल है आयो है त्यो सानो बनाऊ त ल बाइट लिग तातो मुखै बोल्ने टाइपको कोखाइ
6 महिना लगाएर यो के प्रणाम गर्दै सुतेर गएको देखाउन यही हो त्यो कस्तो समोसा एकदम समोसा भन्न पर्यो यार समोसा एकदम छ अरे है एकदम समोसा एकदम छ कि छैन हेर उनी खाँदै छैन हो एकदम टेस्टी छ एक त उसको फेरि अन्त नो रिएक्सन अन्त उसको दादै हुँदैन क्या दादै हुँदैन हेर्नु न बाबा अगाडि बस्छु है म ब्याग ल अब हामी जाँदैछौँ दही पड्काउनलाई दही चिलवाला दही खाम तिमीलाई दही मनपर्छ कि खुवा मलाई दुईटै तिमीलाई सेम यो दही हजुरलाई म दही चाहिँ के खाइन थाहा के को साँडेको साँडेको तपाईँको डिफ्रेन्ट एन्सर जहिले हुन्छ यार हुन्छ हुँदैन त्यो खाना हुन्छ अब लापाली अङ्कल होइन ओहो अङ्कल हाई भन्नु ल है आइयो है भाइब छ है भाइब छ यहाँ भाइब छ यहाँ लोत भाइब छ है बगिरहेको कलकल खोला अनि हाम्रो भाइहरूको साथ भाइ भाइ भन्नाले भाइचारावाला भाइ के भाइचारावाला बुझेँ मैले दाइ पनि दाइचारा पनि दाइचारा दही कस्तो छ मिठो छ तर एउटा जुन ठेकी टाइपको वाला स्मेल आइरहेको तिमीलाई मिठो यार लाइट मैले त रियाक्सन दिइरहेको क्या मान्छे हो मध्यपुरको लाइट हो क्या मेरो चाहिँ यहाँ चाहिँ दिने हेरी हुँदो रहेछ कुनै के हुन्छ त्यही त यसमा हल्का उ छ है स्मेल छ है अरे दाजुलाई कस्तो लाग्यो हल्का स्मेल छ बसेर खाम न हौ ल दिनुहोस् त सर खुवा कस्तो ठिक छ तपाईँको थम्सअप हानिदिनु न गल्छीको खुवा चाहिँ के भएर मिठो हुने हो त्यहाँ एकदम फेमस छ भने त्यो अलिक लाइट हो यार अलिक कडा लाइट छ के तिमीलाई ढुङ्गा चाहियो अलि हाड बनाउनलाई हाड खुवाको बानी हो तिमीलाई यार यो लाइट गल्छीको हेभी होइन गल्छीको त गल्छीको हाड अब हामी जाने गाडी पखाल्ने त्यसपछि आएर उता जानुपर्छ के अरे धान लिन जानुपर्छ ए बिहान छोडेको अनि बेलुकाको सिन पनि सेट गर्नु पर्यो म्यारिनेट पनि हान्नु पर्यो म बन्द गरिदिनु नछोड है पाइप फुटिहाल्छ क्या दही रहेछ अब म आउँदैन है मलाई साँच्चै भनेर म यिनीहरूको गाडी भिडियोबाट गरेँ हो तर मलाई खासमा आउँदैन म सुतेर भर्खरै त्यो पनि उ त्यहाँ ठिकै यहीँ छन् अहिलेसम्म के हेर्नु मैले क्या आज नुनहरू मैले त हिजो देखाएको थिएँ त्यो नुन भनेर भयो आदमी के तिर्खाले मारिदिन्छ राति छाडिँदै खोज्न सुखहरूमा हेर मित्र खुसी पाउँछस् तैँले सधैँ आफू भित्र छाडिँदै सोच्न अनि नगर्दै भिडियो एडिट गरिरहेको थिएँ अनि आई जस्ट रियलाइज हामीले आज पनि आउट हुँदैछौँ एन्ड अफ भ्लग एन्ड अफ व्लग बाई तिमी छुप गर्दै